सस्तो सामान किन्न सीमापारी जाने जनता दोषी हो कि सरकारले बनाएको नीति गलत हो? भन्सार कराई सही हो कि जनतामाथिको बोझ? आज नेपालमा एउटा ठुलो बहस चलिरहेको छ, विशेष गरी मधेसका क्षेत्रमा जहाँ भारतका सीमा पर्छन्। 100 रुपियाँभन्दा माथिको सामानमा अनिवार्य रूपमा भन्सारले सबैभन्दा बढी असर गरिब, किसान, मजदुर र सीमावर्ती जनतालाई परिरहेको छ। दैनिकी उपभोगका सामान किन्ने नागरिकलाई अपराधी जस्तो व्यवहार गर्नु समाधान त होइन, यो प्रश्न उब्जिरहेको छ अहिलेको सन्दर्भमा, अहिलेको सरकारमा। तर अर्कोतर्फ प्रश्न पनि गम्भीर छ। यदि सबै पैसा बाहिर गयो भने नेपालका जागिर, उद्योग, रोजगार र व्यवसाय कसरी बलियो हुन्छ त? यो पनि एउटा ठुलो प्रश्न छ। सस्तो सामान किन्ने लोभमा बाहिरबाट सामान किन्ने हो भने भोलिको डेटमा गएर हाम्रै पसल, हाम्रै देशको व्यापार बन्द हुन सक्ने सम्भावना पनि धेरै देखिरहेको छ। त्यसैले समाधान कडाई मात्र होइन, सरकारले सस्तो बजार, कर छुट र स्थानीय उत्पादनमा विशेष ध्यान दिई र जनता मैत्री नीति ल्याउनु पर्दछ। जनताको पीडा बुझेर बनाइएको नीति मात्रै सफल नीति हुन सक्छ र त्यो सरकार सफल सरकार हुन सक्छ। प्रश्न एउटै छ, जनतालाई दुःख दिने नीति चाहिन्छ कि जनता र देश दुवैले समाधान गर्ने नीति? अब पालो तपाईँको, कमेन्ट गर्नुहोस्, तपाईँको विचार के छ?